ला यही बाधा त मेरै अगाडि छ अझै भिडियो गर्दै आइरहेको छु है माखा आयो युट्युब मरेन भने चाहिँ देख्न पाइन्छ हेलो वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ यसै गाउँ भिजिट गर्न लाग्यो है। यसै हाम्रो स्कुल यहाँ चाहिँ बाजे के गरिरहनु भएको हो लाती यहाँ चाहिँ मन्जु गुरुङ हेलो यस्तो भएर बसिरहेको जमजम्मु त्यो अर्को एकजना पनि जोइन गर्दैछ हामीलाई मेरो हातै बाङ्ग्यो हामी चाहिँ हिँड्न सुरु गर्यौँ है। यहाँनिर केटीहरू छाता माथि गरेर तिमीहरूको अनुहार देखाए यो चाहिँ हाम्रो गाउँ भयो है। यतापट्टिको चाहिँ स्कुलको एरिया यहाँसम्म छ। माथिको गाउँ चाहिँ तस्यो यताको कोल्की हामी चाहिँ यति हिँड्यौँ। यहाँ चाहिँ बिन्ता गुरुङ यहाँ त लाली गुराँस पनि फुलिरहेको रहेछ है। उताको पाहाडीको गाउँहरू ठाडसोरा भौसोरा गरेढुङ्गा उयो के रे जोर्ने चाक्जे अनि उता गरेढुङ्गा उता पारी गोर्खा सबै गोर्खा उताको पाहाडी चाहिँ अझै भिडियो गर्दै आइरहेको छु है। माखा आयो ओइ मलाई रुख्दा तिमीहरू किन भाग्यो त्यसरी ल यो चाहिँ हाम्रो हस्पिटल स्वास्थ्य चौकी पहिला यहाँनिर स्कुल पढ्ने ताकमा चाहिँ यहाँबाट रनिङको दौड हुन्थ्यो है। यहाँबाट बाकरसम्म याद चाहिँ छैन तिमीहरूलाई? तँ के भयो यो टेन्ट देखाइदिएर यो तलको चाहिँ सिमले यो गाउँ चाहिँ यो गाउँ बाकोट लुङ्गी बाले हुन नहुने रहेछ लुङ्गी मात्रै केटै हुन रहेछ। कस्तो मिठा हावा आएको यहाँबाट है। छाता उडाइदिएलाई चाहिँ यो चाहिँ केम्चे भयो। उतापट्टिको पारीको चाहिँ प्याजोङ अब त्यो भुइँमा फालेको तेन्दु चाहिँ हामी चाहिँ खान्न त्यसले खान्छ मान्छे देखा त तेन्दु घामले ओइलाको रहेछ कि यो साँच्ची पाकेर ट्राई गर्छु म। यस्तो त हुँदैन है। अघि त म यस्तो मिठो रहेछ स्वाद चाहिँ छैन यो घामले ओइलाको कि पक्का हो। यो ओइलिमा त यसरी चौरी पनि गएको ए भगवान के भन्छ के भन्यो अरे के भन्न लाग्यो भनेसी भने डाँडा गर्नु हुन्थ्यो। ल हामी चाहिँ अब हाम्रै गाउँमा भएको के अरे मन्जु कि हेलिप्याड हो त्यहाँ जाँदैछौँ के अरे कसरी मुना हेलिकप्टर बस्ने ठाउँ तिमीहरूले भनिदिइरह त त्यही हेर्न जाँदैछ है। घर बस्दा झ्याउ लागेर बरु यसरी घुमिरह्यो भने मेमोरिज त हुन्छ पछिको लागि होइन त। पछि हेर्दा कति रमाइलो हुन्छ भ्लगहरू एकदम रमाइलो। युट्युब मरेन भने चाहिँ देख्न पाइन्छ। उनातिर मैले के कुरा
माथि डाँडामा बसेर होइन यहाँ त्यो बेलामा बनाएको थिएन के बनाउने भन्ने कुरा गरेको म पो कोकै गाउँबाट होइन के अरे हेलिकप्टरमा आइदिएर तरकारी दिन के त्यहाँको काफल चाहिँ मन्जुले मात्रै देख्छु किनभने मन्जु बाबाट यसलाई मात्रै थाहा कस्तो राम्रो बनाएछ है यता नि म धेरै पछि आयो क्या यता बिचरा घले किनी लाएर ठिक भइरहेको काबल टिपेर जानलाई लगाइरहनु पर्छ नि पुरै घलेकमा थियो ल तिमीहरूले कहाँबाट छाडा खाँदै भने यो तलबाट ए हामी आएकै छैन नि त मुना झन् धेरै पछि आयो होला ल हामी आज आउनु लागेको ठाउँ चाहिँ यही हो ल यो चाहिँ हेलिकप्टर बस्ने ठाउँ जहाँहरू बस्दै तिमीहरू तिनजना तिमीहरू यो सानो सानो हेलिकप्टरहरू यहाँबाट त बाटो पनि देख्ने छ है तँ चाहिँ मन्जु नासा ल यही हो हेलिप्याड भन्ने यो पारि चाहिँ सबै गोर्खा ए हस्पिटलै बन्यो यहाँ ए यहाँ बढी थाहा थिएन नि त अनि आएको थिएन नि त यता म ल अघि नाको चाहिँ सानो स्वास्थ्य चौकी यो चाहिँ ठुलोवाला हस्पिटल बनिसकेको छ है हाम्रो गाउँमा ल ठिक छ राम्रो डेभलप हुँदैछ हाम्रोमा नि ल यही चाहिँ फाइनल्ली हेलिप्याडतिर त सेम एचए लेखेर रहेछ त्यो भित्र त है यहाँ अड्क्यो नलेखे के लेख्छ त फेरि त्यस्तो नलेखे के लेख्छ त शताब्दीको मान्छे हो भने यसले हेलिप्याड नचिनेको क्या म 19 को हो कि 19 को तिमीहरू 20 को भयो अब चाहिँ अर्कोचोटि चाहिँ मन्जु सुत्केरी हुने बेला चाहिँ यहाँ होइन म लिन आउने मन्जुलाई चाहिँ जियोस् रोमान्स यता हेर्नु यता हेर्नु ल बोकेर आउने कता गयो मन्जु ऊ त्यो त आमा डाइरेक्टरले चिन्न नसकेको हिरो नि यही छ प्रोड्युसरले किन्न नसकेको यता हेर्दा मन्जुको रुम म लिन्छु कि तँलाई भिडियोमा लिइरहेको छु त पैसा चाहिँ दिन्न 1 रुपियाँ नि पुरा के अरे के हो भन्छ नि हिरोइनहरूको टिकटक सुरु भयो हामी चाहिँ गाइजहरू बाँदर हेर्न जानु लाग्यो है यसले मलाई स्वर निकाल्दै देखाएन कहाँ बाँदरले भूत लगाइदिन्छ नि बाँदर त मेरै अगाडि छ वनमा बाँदर काफल खोज्नु छ हामी चाहिँ बाँदर खोज्दै हिँडिरहेको छ है हामी खासमा काफलै खान आएको हो बाँदर चाहिँ हामीभन्दा अलिकति अगाडि भइसक्यो त्यही भएर हाम्रो छोटा त्यसले खाएर भाग्यो कति ढिलो हो तिमीहरू ल तर त बिन्दा गोलु तेरो स्टाइलमा हाम्रो भएको काफल सबै यिनीहरूले टिपेर खाएर ओए भने त्यसले गर्ल्स पावर देखाइ नले हेलो ए हेलो रे छ्या यसलाई लरे मिठा गरे त हेलो बाँदरले अब इङ्ग्लिसमा आयो बाँदरले हेलो भन्नु इङ्ग्लिस म साच्चै न उ त उ बाँदर त यसले के पनि इङ्ग्लिस सर्च गरेर अघि त्यन्दु पनि ओइ सुन न मैले के बाँदरलाई पनि हेलो भन्न लाग्यो के मैले हेलो भनिरहेछ फेरि त्यसले हाई भने त नि तँलाई बाँदर भुइँमै हिँडिरहेको मेरो पुरा बाँदरहरू नि जम्मै इङ्ग्लिसमा आउन थालेछ क्या मङ्की भन्दै ओइ सुन न ओइ थर्दा भइसक्यो भन ना नै अहिले बाघ निस्किन्छ फेरि अम्मा बाबुको चाकमा त रातो पो रहेछ त त्यस्तो नभन्न चाहिँ हान पिसफुल भयो चाहिँ ए बिन्दै यहाँ घर बनाएर बस है पोज त्यही हुन्थ्यो है यहाँबाट चाहिँ यता तल चाहिँ सबै बागकोट
मै छोरी सुन्दरी जस्तो हामी चाहिँ अब फर्केको है तिनीहरू त्यहाँ भागेर त्यहाँ पुगिसक्यो म चाहिँ यहाँ पछाडि बिस्तारै झरिरहेको छु यहाँ बिन त काफलमा नपाएर बौलाइरहेको हामी चाहिँ अब झरेको यो पछि चाहिँ हाम्रो अब छुट्टै अर्को एउटा प्लान छ हेरौँ सक्सेस हुन्छ कि हुँदैन त्यो एउटा काफलको बोर्ड देखेछ बाँदर चाहिँ झम्ट्या फाइनल्ली हाम्रो काफलको रुख तान्न सफल भएको छ तान्न सफल भएको छ भनेको के बुझ्छ हो काफलको रुख भन्छ काफलको रुख सँगसँगै माथि गयो भने के हुन्छ फेरि देखा नि बल काफल देखा इन गरिदिएको थ्याङ्क यू मन्जु काफल खान मलाई होइन मलाई खाइरहेको पाएन एउटा नि अब यस्तो त चढेछ है मुना उब्रे ल ठिक छ तानेर खा है 700 को काफल आइपुग्यो खाका पनि होइन त ठुलो बाबाले दिनु भनेको त हामी चाहिँ यता पनि हामी अब बसेर एकछिन गफ गर्दै घाममा हिँडिसके बाहिर हिँडिसकेपछि एकछिन यसो शीतलमा हिँडिरहेको छु शीतलमा बसिरहेको गफ गर्दै एउटा खाको निम्नै सकेन आयु कवि टिभी त ओइ काफल देखा त निकालेर यसो देखा न तर मान्छे किन छेकेको है ठुलो बाबा काम हुँदैछ यता त काम